हेलो गाइज वेलकम टु माई च्यानल अनि मेरो भ्लगमा तपाईँलाई स्वागत छ र अहिले चाहिँ म सिम भन्ज्याङ भन्ने ठाउँमा छु र मेरो ट्रिप थियो 2 दिनको गोगने पगने र अनि सिम भन्ज्याङ भन्ने ठाउँमा र मैले सबै भिडियोको लोकेसनहरू मैले खिचेको छु तपाईँहरूलाई यो एडिट गर्नेछु सबैलाई हाल्नेछु तपाईँहरूले अनि यो भिडियो पुरै हेर्नु होला गाइज सिम भन्ज्याङ भन्ने चाहिँ यस्तो रहेको छ र अनि एकदमै राम्रो लागेको चिसो पनि छ यहाँनिर धेरै यो सिम भन्ज्याङमा म बसिरहेको छु मसँग भाइ साथी छ र अनि गाडीमा नि छ यो सिम भन्ज्याङ भन्दो रहेछ यहाँ चाहिँ एकैछिनमा पानी पर्ला जस्तो हुने बादल आउने र एकैछिनमा यहाँ चाहिँ जाडो हुने होइन हावा सँगसँगै बादल सर उडाएर आउने त्यस्तो हुँदो रहेछ र म चाहिँ यो गाडीमा छु अहिले अनि यति नै हो भिडियोहरू मैले धेरै खिचेको छु तपाईँहरूले पनि हेरिदिनु होला र धेरै खतरा ठाउँ रहेको छ मैले खतरा भिडियोहरू गरेको छु गाइज पुरै हेरिदिनु होला है यहाँ चाहिँ चिसोहरू धेरै चिसो हुँदो रहेछ हावा डेन्जर चलिरहेछ होइन अनि हामी गर्मीमा बसेको मान्छेलाई चाहिँ यहाँनिर चाहिँ राष्ट्रिय जाडो लाग्दो रहेछ तर यहाँको मान्छे चाहिँ टी सर्ट मात्रै लाएर नि बस्दिँदो रहेछ होइन जस राम्रो लाग्यो अब यहाँ बेहुलो साप हुनुहुन्छ यहाँ त्यसपछि म भइहालेँ यहाँ पुरा हावा आउँदाखेरि चाहिँ बादलसँग पुरा बादल उडेर आउने के कुहिरो के हावासँग ल फाइनली यो चाहिँ पालुङ हो र पालुङमा चाहिँ आँखाले भ्याएअनुसार अनि यो आलु खेती मात्रै है डेन्जर आलु खेती हुँदो रहेछ यो चाहिँ पालुङ भन्दो रहेछ यो ठाउँलाई चाहिँ रमाइलो लाग्यो अनि राम्रो पनि छ एकदमै हेर्नमा सुन्दर लाग्यो है चिसो पनि धेरै छ यतातिर हेर्नुहोस् यो आँखाले भ्याएजेलसम्मै यहाँनिर चाहिँ पुरै आलु खेती मात्रै गर्दो रहेछ क्या पालुङमा अहिले चाहिँ धेरै जस्तो पालुङमा चाहिँ आलु खेती छ मैले आलु खेती यो जस्ट पालुङको चाहिँ धेरै नै भिडियो गरेको छु र एकदमै म चाहिँ गाडीको बसको यो सिसाबाट गरिरहेको छु यो भिडियो चाहिँ मलाई चाहिँ एकदमै रमाइलो लाग्यो तर यो ठाउँमा झर्न पाएन हामी किन भन्दाखेरि यो ठाउँमा झर्न पाएको भए झन् अझै राम्रोसँग भिडियो बनाउन पाउँथ्यो होला है गाइस ल फाइनली पगने भन्ने ठाउँमा आइपुग्यो हामी यता मासतिर जाने हो होइन यो चाहिँ पारिपट्टिको डाँडा हामी त्यो डाँडा हुँदै गाडीमा आएको हो ठाउँ चाहिँ राम्रै छ जे होस् हावा चल्ने बेहुलाको बाउ हिँडेर लास्ट गाह्रो भइरहेछ मुटु ढुकढुक भइरहेछ बोल्न नि होइन हामी चाहिँ यो जङ्गल हुँदै गइरहेछौँ है भिरको बाटो डेन्जर छ खतरा छ बाटो पनि अब अगाडि बस्न पाएको भए म पुरै राम्रो भिडियो गर्थेँ होला अझ होइन यहाँ हेर्नुहोस् सल्लाहघारी छ एकदम है डेन्जर भिड छ कि बाटो चाहिँ खत्रै हो तर होइन पुरा ल हेर्नुहोस् यहाँ भिड चाहिँ यो चाहिँ ठ्याक्कै कहाँ हो भन्दाखेरि पालुङ जाँदै फाइनली गाइज यो चाहिँ सिम भन्ज्याङ भन्दो रहेछ होइन सिम भन्ज्याङ भन्ने ठाउँ अहिले हामी आइपुगेका छौँ यहाँ चाहिँ पुरा बादल यस्तो हुस्सु आउँदो रहेछ है हुस्सु आइरहेछ चिसो छ है यहाँ चाहिँ एकदम खतरा चिसो हुँदो रहेछ धेरै माथि आइसकेका छौँ हाम्रो बेहुलो साप हाम्रो बेहुलो यता छ अनि बादल पुरा आइरहेछ
यो चाहिँ बाह्रघुम्ती भन्ने ठाउँ हो यो चाहिँ होइन, तर भिडियोमा राम्रोसँग खिच्न पाएन। यसलाई चाहिँ बाह्रघुम्ती भन्दो रहेछ। यो चाहिँ बाह्रघुम्ती भन्ने ठाउँमा हो। तर हुटमा बस्न पाए भए झन् राम्रो भिडियो आउँथ्यो होला, तर के गर्ने, बस्न पाउँदैन होइन गाइस। यो बवाल छ कि बाटो चाहिँ होइन, बसको स्पिड नि त्यस्तै हुने होइन। अनि यहाँ अर्को बस पछाडि आइरहेछ है, एउटै ठाउँ पुग्ने बस हो यो चाहिँ। म चाहिँ एउटा बेको एउटा भाइको बेमा जन्ती गइरहेको थिएँ होइन, अनि ट्याक्क लाएर यो बाह्रघुम्ती भन्छ यो ठाउँलाई चाहिँ। बाह्रघुम्ती कटिसकेका छौँ। अब चाहिँ यस्तो भिरको बाटो हो कि, यस्तो डेन्जर बाटो हो कि होइन, सुरुमा जाने त यहाँ सिरिङै हुन्छ क्या, लड्यो भने यस्तो हुन्छ कि के भन्ने। एउटा त्यो उसले टिप्न नि सक्दैन अरे, चिम्टाले नि टिप्न सक्दैन क्या यहाँबाट गयो भने चाहिँ क्या। त्यस्तो भिड छ कि अब के भन्ने। म चाहिँ धेरैचोटि हिँडिसकेँ यो बाटो चाहिँ।